When the winter season arrives, his excuses. हिजो बहुत हात खायो त अनि यो तेरा त्यही त भगवान् त खोजेर भेटिनस् कुन भगवान्लाई पूजा गर्नु कुन चाहिँ भगवान्लाई पूजा गर्नु मन त आफूले Very good question. But your question hurt me. म कन्फ्युजन हुन्छु म कन्फ्युजन मलाई पैसा चाहिएछ म लक्ष्मीलाई पूजा गर्छु फेरि सोच्छु ला लक्ष्मीलाई पूजा गर्ने शिवजीले सोच्नु होला शिवजी रिसायो भने चाहिँ पैसा पाउँदैन लक्ष्मीलाई पूजा गर्नुपर्छ कस मेरो मेरो प्रब्लम मानेको तलाई मैले ये आदमी एक लाइन में किसी का बीपी बढ़ा सकता है एक लाइन में भगवान्ले माथिबाट एक बस्ता फ्याँकिदिन्छन् भन्ने मैले म त त्यही सोच्छु नि त बिहान उठ्नु नुहाउनु जुरुक्क उठ्नु क्लास गर्नु नुहाउनु पानी एक लोटा चढाउनु सूर्यलाई सूर्य भगवान्लाई सूर्य भगवानमा दम छैन नि त सूर्य भगवान् दमको कुरा होइन खाली पानी चढाउनु तँले केही मात्रै केही भन्नु पर्दैन म लक्ष्मीलाई पूजा गर्छु त्यो त त भगवान तेरो हिसाबले म पूजा गर्नु हो साला ये दुख का खत्म नहीं होता बे नुहाउनु अनि पूजा गर्नु जसलाई गर्नु छ गर मलाई केही मतलब छैन जुनै भगवान्लाई गर्नु छ गर। म टेन्सनमा छु फेरि यता कौन है ये लोग कहाँ से आते हैं ये के अब भगवान्लाई पटाउने न के यस केही मतलब छैन खालि बिहान उठेर नुहाउनु भोलिपछि माग्दै मेरो उद्देश्य हो नुहाउनु सधैँ उठेर अनि माग्नु कोसँग म फेरि सबैलाई पूजा गरे भने हे भगवान मलाई यो दिनु भने अरे भगवानले कन्फ्युज गरे यसलाई ए मलाई बहुत रिस उठिसक्यो है अब ओ म साँच्चै कुरो भन्दैछु म तास खेला पनि सोच्छु यो म ए भगवान अब तिमीलाई पत्ती आउँछ मलाई यता मान गर्नु अनि पत्ती आउँदैन अनि सोच्छु फेरि ला को भगवानले म दिन्छु भनेर कुन चाहिँ दिन्छु कन्फ्युज भएर हुन्छ नि अर्को पालि त हेर्छु नि अनि एउटा स्पेसिफिक भगवानको नाम लिएर भन्छु हे भगवान यो दिनु है त्यतिखेर पत्ती आउँछ